हामीले गभर्नर साहबलाई भेट्दाखेरि पहिलो कुरो त अब गोर्खा जमातको दार्जिलिङ खर्साङ कालिम्पोङ तराई डुवर्सको रैथानेहरूको जुन चाहिँ हाइएस्ट एस्पिरेसन छ र हाम्रो हक र अधिकारको कुराहरू छ त्यसलाई नै छुने गरी हामीले बात गरेका छौँ। अनि विशेष गरिकन यहाँको हाम्रो जो पोलिटिकल सोल्युसनको कुरा छ त्यो आज पर्यन्त न त केन्द्रबाट भएको छ न बङ्गालबाट नै त्यसको लागि कुनै प्रकारको पदक्षेप लिएको छ। त्यसले गर्दा चाँडोभन्दा चाँडो यसको जुन चाहिँ सठिक समाधान हाम्रो आवश्यकता अनुरूप मात्रै होइन हाम्रो हक र अधिकार अनुरूपको सठिक समाधान चाहिँ सरकारको तर्फबाट गरिएको हुनुपर्छ भन्ने विषय लिएर उहाँलाई मध्यस्थता गर्ने विषय लिएर उहाँलाई हामीले कुरा राखेका छौँ। त्यति मात्रै होइन तर अहिले हालमा रैथानेहरूलाई यहाँ दार्जिलिङ खर्साङ कालिम्पोङ तराई डुवर्सका रैथानेहरूलाई गोर्खा आदिवासी जमातलाई जो झुटमुटको जुन चाहिँ पर्जापट्टा दिने जबरजस्ती यो काम भयो र यो चाहिँ गलत छ र वास्तवमा जो हाम्रो हक अनुसारको जो पर्जापट्टा छ त्यो चाहिँ दिएको हुनुपर्छ र जनता जनार्दनको जो आवश्यकता मात्रै होइन हकको कुराहरू छ त्यो चाहिँ कम्प्लिटली फुलफिल भएको हुनुपर्छ। जनतालाई मिसगाइड गरिएको हुनु हुँदैन र जनताले दादीदेखि बसेर आएको बाजे बराजु जिजु चाचुदेखि बसेर आएको जो जमिन छ त्यसको सठिक अधिकार पाउनुपर्छ भन्ने विषय लिएर पनि उहाँलाई मध्यस्थता गर्ने चाहिँ उहाँलाई हामीले बिन्ती टक्राएका छौँ। त्यति मात्रै होइन जुन चाहिँ हर घर जल योजनाको जुन चाहिँ बजेट छ त्यसलाई मिसयुज एकदमै ठुलो रूपमा मिसयुज गरिएको छ जसको कारणले गर्दाखेरि यहाँको जनताको जो खाँचो छ त्यो फुलफिल हुन सकिरहेको छैन। अनि त्यो फन्डको मिसयुजको कारणले गर्दाखेरि केवल मान्छेले सठिक तरिकाले जल पाउने जो कुरा छ त्यो मात्रै नहुने कुरो भएको छैन तर त्यस अन्तर्गत काम गर्ने जति पनि तल्लो लेभलसम्म ग्राउन्ड लेभलसम्म काम गर्ने जति पनि त्यहाँ काममा इन्भल्भ हुन्छन् उनीहरूले पाउनुपर्ने पैसा पनि उनीहरूले पाउँदैनन् र त्यो प्रकारले आर्थिक जुन चाहिँ यहाँनिर छ कमजोरी बनेर बसिरहेको छ। त्यति मात्रै होइन हाम्रो इलाकामा आउने जिटिएमा आउने जुन चाहिँ अब बजेट छ त्यो बजेटको पनि मिसयुज गरिएको कारणले गर्दाखेरि तल्लो लेभलमा ग्राउन्ड लेभलका मानिसहरू जो सर्वहारा जनता छ जनता कहाँ आर्थिक जुन चाहिँ सहयोग पुग्नुपर्ने त्यो पनि पुगिरहेको छैन र यसलाई पनि नजर गरिनुपर्छ भन्ने विषय लिएर विशेष गरेर बात भयो र विशेष गरी यो तीनटा कुरामा बात भएको छ। एउटा पर्जापट्टा चाहिँ एकदम सठिक सही प्रकारको हाम्रो अधिकार बमोजिम अनि अहिलेसम्मको जुन चाहिँ बाजे बराजु जिजु च्याप्जुदेखि बसेर आएको जति पनि जमिन छ उनीहरूले त्यो जमिन पूर्ण जमिनकै हक पाउनुपर्छ पर्जापट्टाको मार्फत भन्ने कुरा भएको छ। अर्को यहाँको पर्मानेन्ट पोलिटिकल सोल्युसन चाहिँ चाँडोभन्दा चाँडो गरियोस्। केन्द्र सरकारले पनि गोर्खालाई यो एउटा आफ्नो माने आफ्नो जुन चाहिँ सङ्कल्प पत्र थियो केन्द्र सरकारले पनि भाजपा सरकारले पनि यो विषय लिएर चाहिँ कुरा गरेको थियो र अहिलेसम्म गरेको छैन। न त बङ्गाल सरकारले खाता खोलेको छ न केन्द्र सरकारले खाता खोलेको छ। तर यो कुराको चाहिँ चाँडोभन्दा चाँडो चाहिँ यो चाहिँ समाधान गरिनुपर्छ भन्ने कुरा। अनि अर्को कुरा चाहिँ के छ भने छोडिएका जो 11 जातहरू छ जसलाई जनजाति बनाइनुपर्ने त्यो अहिलेसम्म गरिएको छैन। त्यसको विषयमा केन्द्र सरकारले वचन दिएको हो र यसलाई के गर्नुपर्छ चाँडोभन्दा चाँडो यो कुरालाई पनि समाधान गरिदिया जाओस् भन्ने हामीले यो चाहिँ उहाँसँग कुरा राखेका छौँ।